दिवाकर पाण्डे केवल नाम मात्र होइन, एक प्रेरणादायी व्यक्तित्व हुन्। बाल्यकालदेखि नै सामाजिक उत्तरदायित्व प्रति सचेत दिवाकरले कक्षा 8 मा पढ्दादेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै गाउँमा समाजसेवी युवा क्लब गठन गरेका थिए। त्यस क्लबमा संस्थापक कोषाध्यक्ष हुँदै अध्यक्षसम्मको भूमिकामा रहँदै उनले आफ्नै गाउँमा थुप्रै रचनात्मक काम गरे। विद्यार्थी जीवनमै नेपाल रेड क्रस सोसाइटीमा आबद्ध भएका उनले द पायनियर माविमा शिक्षक नायकको भूमिका निभाए। विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका दिवाकर सन् 2010 मा उच्च शिक्षा अध्ययनका लागि बेलायत आए। करिब 1 दशकदेखि गैर-आवासीय नेपाली संघ एनआरएनएमा आबद्ध रहँदै उनले विभिन्न तहमा नेतृत्वदायी भूमिका निभाए। 2023 देखि 2025 मा एनआरएनए स्कटल्याण्ड राज्यको अध्यक्ष पदमा निर्वाचित दिवाकरले नेपाली राजदूतसँग समन्वय गरी स्कटल्याण्डका 3 मुख्य शहरहरूमा घुम्ती सेवा प्रदान गरे। युवाहरूको सक्रियता बढाउन उनले स्कटल्याण्ड स्तरीय फुटबल प्रतियोगिता आयोजना गरे। उनकै संयोजकत्वमा स्कटल्याण्डमा पहिलो पटक ऐतिहासिक नेपाली मेला आयोजना गरियो। श्री पशुपतिनाथ मन्दिर स्कटल्याण्डको सचिव, 5 नेपाली कम्युनिटीको सचिव र अन्य थुप्रै संघ संस्थामा सल्लाहकारको भूमिका निर्वाह गरेका दिवाकर पाण्डे नेपाली डायस्पोरामा एक सफल, कर्मशील र दूरदर्शी नेताका रूपमा चिनिन्छन्, जसले नयाँ पुस्तालाई समाजसेवातर्फ प्रेरित गर्न सक्ने दृष्टान्त पनि प्रस्तुत गरेका छन्। लमजुङमा